आज पनि वेलकम भन्दै D65 को 6 डेमा आइपुगेको थिएँ। सधैँ चाहिँ आगो फुकेँ। आगो फुकेर चाहिँ त्यहाँदेखि अन्त सम्राट र आँटालाई चाहिँ बसाएँ, किनकि हिजो चाहिँ चामल र खाली माने मात्रै पकाएको थिएँ। त्यो भएर त्यहाँदेखिको अन्त आज चाहिँ आँटा पकाउनु पर्ने थियो। अनि हतार पनि थियो होमस्टे जानुपर्छ भनेर। त्यहाँदेखि अन्त छिटछिटै गएर लुगाहरू पनि धुनु थियो। लुगासुगा धुइसकेँ। त्यसको बादमा चारो लगाउनु गएँ। त्यहाँदेखि अन्त चारो लगाएँ। त्यहाँदेखिको चारो लगाउँदाखेरि चाहिँ सानो सुँगुर चाहिँ डुडमै बसिरहेको थियो। चारो लगाउनु एकदम अप्ठ्यारो। त्यहाँदेखिको त्यसलाई बोकेर उतापट्टि सारिदिएँ। त्यहाँदेखि अन्त चारो लाएँ। त्यसको बादमा चाहिँ त्यहाँदेखि अन्त होमस्टे निस्किएँ। त्यहाँदेखि होमस्टे निस्किँदा त्यहाँदेखि हल्का बाटोको भ्यू देखाउँदै यसो गुनगुनाउँदै जाउँ भनेर सोचेँ। त्यसको बादमा अन्त जाँदै थिएँ। त्यहाँदेखि अन्त फोन पक्रिनु चाहिँ एकदम अप्ठ्यारो हुन्छ मलाई। सो अन्त तर पनि अलिकति बाटोहरूको यताउताको देखायो भने भिडियो राम्रो हुन्छ भनेर चाहिँ त्यहाँदेखि अन्त बनाउनु थालेँ। त्यसको बादमा त्यहाँदेखि अलिक पर गएँ। गाउँको राम्रो भ्यू देखिरहेको रहेछ। त्यहाँदेखिको फोनको क्यामेरा राम्रो नभए पनि अन्त हल्का देखाउनु थालेँ। त्यहाँदेखि अलिक अगाडि गएँ। हाम्रो यो चाहिँ हरे खोला हो, जो चाहिँ हाम्रो सानोको एकदम रिमेम्बर हो। तर आजभोलि चाहिँ यसमा मैला फ्याँकेर एकदम घिनलाग्दो बनाइदिएको छ। म चाहिँ भन्छु यस्तो मैला नफ्याँक्नुहोस्, आफ्नो घर सफा गरेर के गर्नु, आफ्नो वातावरण मैला छ भने। त्यसो भन्दै त्यहाँदेखि माथि होमस्टे पुगेँ। होमस्टेमा पुगेर होमस्टेको हल्का भिडियो देखाइदिएँ। अनि त्यति देखाउँदै भित्र रुममा गयो। रुम एकदम छेलेलिङ थियो। त्यहाँदेखिको अन्त रुम सफा गर्न थालेँ। त्यहाँदेखिको रुम सफा गरिसकेर त्यहाँदेखिको त्यसलाई हल्का देखाएँ। त्यसको बादमा त्यहाँदेखिको किचनमा गएर त्यहाँदेखि केही सामानहरू काट्न थालेँ। त्यहाँदेखिको मासुहरू भुटेर त्यहाँदेखिको चर्चरको लागि आलु काट्न थालेँ। अनि आलु चाहिँ 10जना गेस्टको लागि थियो। अनि 10जना अनि 12जना भयो ड्राइभरसँग। त्यहाँदेखि त्यसको लागि निकै काट्नुपर्ने थियो। त्यहाँदेखि उभिएर ट्याङ काट्न थालेँ। त्यसको बादमा अन्त त्यो पनि काटिसकेर त्यसको बादमा त्यहाँदेखि त्यसमा चाहिँ हल्दी अनि केही चिजहरू हाल्नु थियो। त्यसको बादमा अन्त हल्दी हाल्नेको बादमा त्यसको बादमा अन्त नुन पनि हाल्नु थियो। त्यहाँदेखि नुन पनि हालेँ। त्यहाँदेखि नुन हालेर त्यसलाई अन्त मजाले मिक्स गर्न थालेँ। मिक्स गरेर चाहिँ त्यहाँदेखिको अन्त तेल बसिरहेको थियो। त्यहाँदेखि तेल पनि ठक्कै खरेछ। त्यहाँदेखिको तेलमा हालेर चाहिँ त्यहाँदेखि अन्त भिडियोको धुन अलिक बेसी हालिपठाएछु। त्यहाँदेखिको अन्त चाहिँ सलादको लागि त्यहाँदेखि अन्त प्याज काँक्राहरू काटेँ। त्यहाँदेखिको भोक लाग्यो, खाना खाएर त्यहाँदेखिको गेस्ट पर्खेँ। त्यहाँदेखि अन्त घर गेस्ट आइसकेको थियो। त्यहाँदेखि अन्त त्यतै भिडियो बनाउन सकिनँ। त्यहाँदेखिको ग्राउन्डमा अन्त स्पिड गएर त्यहाँदेखिको आजको रियल च्यालेन्जलाई चाहिँ अन्त आज सुरु गर्न थालेँ। पुसअप अरे हेभिङबाट घरिघरि चाहिँ के भन्ने पठाउँछु। त्यसमा चाहिँ अलिकति माइन्ड नगरिदिनुहोस् होला, किनकि भोइस कभर गर्दाखेरि एकदमै अप्ठ्यारो हुन्छ भिडियो स्पिड भएको कारणले गर्दा। किनकि स्पिड बनेन भने अनि लामो पनि हुन्छ। लामो भिडियो अलिकति राम्ररी चल्दैन भनेको पनि सुनेको थिएँ। त्यो भएर चाहिँ अन्त एकदम अप्ठ्यारो हुन्छ बनाउनु। त्यही भएर घरिघरि वर्डहरू मिस्टेक हुन्छ। त्यसमा चाहिँ अलिकति माफ गरिदिनुहोस् होला। त्यसको बादमा अन्त डिप्स गर्न थालेँ। बेस चाहिँ खोलेर गरिदिएँ, किनकि ढाड पनि दुखिरहेको थियो मेरो। त्यो मौरो खाएको थिएँ। मौरामा गएर चाहिँ मोमो खाएको थिएँ। मोमोले गर्दाखेरि त हल्का ग्यास पनि भएछ। तर अन्त एक्सर्साइज गऱ्यो भने चाहिँ कतिवटा बिमारहरू चाहिँ त्यसरी नै हटिन्छ भनेर चाहिँ जोडले उफ्रिँदै डिप्स गर्न थालेँ। जिउलाई एकदमै फुर्ती बनाउनुको लागि, किनकि हत्तु भइरहेको थियो बिहानदेखि काम गरेकोले गर्दा। होमस्टेमा पनि धेरैवटा काम थियो, म भिडियोमा देखाउन सक्दिनँ। तर त्यसले गर्दा चाहिँ हत्तु भइरहेको थियो। अनि गाडीमा गएर हल्का क्यालास्ट्रोनिङ गर्न खोजेको थिएँ। केटाहरूले हँस उठाएर त्यहाँदेखिको त्यतिकै फेरि अन्त नेक्स्ट टाइम ट्राई गरेँ। त्यहाँदेखि अन्त हल्का अन्त बडी ब्यालेन्सको लागि चाहिँ गरेको थिएँ। त्यसको बादमा गएर पोस्टमा गएर ब्याकको लागि सधैँ चाहिँ आज पनि ब्याकको लागि हल्का गर्न थालेँ, किनकि यसले गर्दाखेरि चाहिँ ब्याक ट्रेनिङ राम्रो हुन्छ ब्याकलाई, होइन। डिमन आइस के भन्छ त्यस्तो बनिन्छ अरे। त्यही भएर चाहिँ त्यहाँदेखि अन्त मजाले विङ्सको लागि पनि अन्त गर्न थालेँ। त्यसको बादमा बडी पोजिङ गरेँ। बडी चाहिँ यत्तिको कन्डिसनमा आइसकेको छ। डे 6मा आउँदाखेरि चाहिँ, होइन। कसो छ भन्नुहोस् होला। धन्यवाद।